ठिक छ, तपाईँ नरुनुहोस् अहिले होइन, हामी तपाईँलाई नेपालमा पठाइदिन्छौँ। तर तपाईँले एउटा कुरा चाहिँ झुट बोल्नु भएन होइन, सिधा कुरा झुट बोल्ने होइन। हामी फेसबुकमा लाइभमा छौँ, तपाईँको चिन्ने मान्छे पनि आउँछन् होइन, कसैले कमेन्ट गर्छन् यसमा झापा घर भर्नुभयो तपाईँको, अनि त्यसपछि माइती घर कहाँ मोरङ भन्नुभयो होइन, बेङ्गलोर आएको 6 साल भयो तपाईँको चाहिँ। अब यो नानी चाहिँ अहिले 2.5 सालको नानी, एउटा 14 सालको नानी पनि छ है, 15 सालको छ होइन। तपाईँ चाहिँ 2 साल 5 महिना भयो, 2 महिनादेखि चाहिँ यहाँ घुमिराख्नु भएको छ होइन। तपाईँ नेपाल जान चाहनुहुन्छ? यदि तपाईँलाई हामीले बसमा बसाइदिए, टिकट काटेर पठाइदियो भनेपछि, तपाईँलाई खाना खर्च सहित दियो भनेपछि तपाईँलाई यस्तो कुनै डाउट छैन नि त कसरी जाने के गर्ने भने हामी तपाईँलाई बुटोलसम्मको पुगाउने जिम्मेदारी दिन सक्छौँ। मलाई प्लिज नेपालसम्मको टिकट गरिदिनु भयो भने म पुग्छु। न्यू जलपाइगुडी मेरो लास्ट स्टेसन त्यही पर्छ। तपाईँ फेरि त्यो यहाँदेखि दिल्ली छँदाखेरि त जानुभयो होला नि त्यो बाटो होइन? ठिक छ, हामी चाहिँ साथीहरू अब यहाँ चाहिँ एकजना बहिनी चाहिँ झापाको बहिनी चाहिँ यहाँ अल्पत्र अवस्थामा भेटिएको हुनाले चाहिँ हामीहरू चाहिँ लाइभ गरिरहेको छौँ। अनि यहाँ झापा घर भई माइती घर चाहिँ मोरङ रे होइन। सबैजनालाई यो जानकारी छ कि अब यो बहिनीलाई चाहिँ उद्धार गरिदिनु पऱ्यो। हामीहरू भोलि हाम्रो गाडी गइरहेको छ यहाँदेखि होइन, गायत्री टुर एन्ड ट्राभल्स। हामी उहाँलाई चाहिँ बिना फ्री टिकट्स पठाइदिनेछौँ। र केही बाटो 3जना हुनाले चाहिँ अब यो बाटो खर्चको लागि चाहिँ केही आर्थिक समस्याको लागि प्रब्लम हुन्छ। यदि सहयोग गर्न चाहनुहुन्छ भने चाहिँ मलाई कन्ट्याक्ट गरिदिनु होला, म नम्बर हजुरलाई दिउँला होइन। यो बहिनीले चाहिँ जसरी पनि नेपाल उद्धार गरेर बेङ्गलोर पुगे पछाडि तपाईँहरूलाई पनि बरु जति खर्च लागेको दिन्छु। अब यो बहिनीलाई चाहिँ उद्धार गरिदिनु पऱ्यो। बेङ्गलोरदेखि अब चाहिँ नेपाल पठाउनु पर्ने भएको छ अब होइन। एउटा चाहिँ नानी चाहिँ बहिनी चाहिँ 14-15 सालको ठुलै रहेछन् होइन। अब यस्तो अल्पत्र अवस्थामा हिँडिरहेछन् भन्दै चाहिँ खै साँचो बोल्नु होला तर है त बहिनी, झुटो नबोल्नु। बरु मेरै घरमा हिँड्नु, नेपालै हिँड्नु, बरु म झुट बोल्दिनँ। फेरि तपाईँले भगवान्ले नै माफ गर्दैन तपाईँलाई यदि झुट बोल्यो भने चाहिँ। हेर्नु नानी समातेको छौँ हामीले, कहाँबाट मलाई खिचेर थप्पड मार्नु अगर मैले झुट बोलेको रहेछु। त्यसो केही होइन, हामी तपाईँलाई पुगाउँछौँ नेपाल होइन। तपाईँ घर पुग्ने खर्च पनि दिन्छौँ, टेन्सन नलिनु है त। हामी अब मलाई खर्च पनि चाहिएन, खाना पनि चाहिएन, बस नेपाल पुऱ्याइदिनु भयो भने बस त्यति नै काफी। सबैजनालाई चाहिँ आग्रह गरेँ कि यदि कोही सहयोग गर्न चाहनुहुन्छ भने चाहिँ होइन केही रकमहरू सङ्कलन गर्नुपर्ने हुन्छ। उहाँ चाहिँ 3जना हुनुहुन्छ। अब यहाँदेखि झापा पुगिदिनसम्म टिकट, अनि नेपाल पुग्नको लागि चाहिँ टिकटलाई पर्दैन।